नमस्कार साथीहरू, तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। तपाईहरुलाई म मेरो दैनिक जीवनको सानो झलक देखाउँदै छु। हरेक दिन बिहान सबेरै उठ्छ। निद्रा अझै पूरा भएको हुँदैन, तर जिम्मेवारीले उठाउँछ। सबैभन्दा पहिला आफ्नो गाडी निकाल्छु, राम्रोसँग सफा गर्छु, किनकि यही गाडी नै मेरो आजको रोजीरोटी हो। यही हो मेरो संघर्षको साथी। गाडी तयार भइसकेपछि दिनभरिको यात्रा सुरु हुन्छ। नयाँ नयाँ यात्रा, नयाँ नयाँ ठाउँ, लामो सडक, घाम अनि गर्मी, थकान, यी सबै अहिले मेरो जीवनको हिस्सा नै बनिसकेको छ। परदेशमा कमाउनु सजिलो छैन। यहाँ हरेक रुपैयाँ कमाउनु पसिना बगाउनु पर्छ। धेरैले सोच्छन् विदेश गएपछि त जीवन सजिलो भयो होला, तर वास्तविकता त्यस्तो हुँदैन। परिवारबाट टाढा भएर, चाडपर्व मिस गरेर, आफ्नो इच्छा चाहनाहरू दबाउँदै, भविष्यको आशमा मेहनत गर्दै यसरी दिन जान्छ। मलाई पनि आफ्नो देशमा नेपालमा बसेर केही गर्ने ठुलो इच्छा छ र आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा पसिना बगाउने, आफ्नै देशको लागि केही सिर्जना गर्ने सपना छ। त्यो सपना पुरा गर्न आज परदेशमा सङ्घर्ष गर्दैछु। म विश्वास गर्छु आजको मेहनत कहिले खेर जाँदैन। आज बगेको पसिनाले भोलिको राम्रो भविष्य बनाउँछ। त्यसैले दुःखलाई बोझ होइन, यात्रालाई एउटा खुट्किलो मानेर अगाडि बढिरहेको छु। यदि तपाईँ पनि परदेशमा सङ्घर्ष गर्दै हुनुहुन्छ भने कहिले पनि हार नमान्नुहोस्। कहिले पनि कठिन दिनपछि राम्रो दिन आउँछ भनेर सपना ठुलो राख्नुहोस्। इमान्दार भएर मेहनत गर्नुहोस्। आफ्नो लक्ष्य कहिल्यै नतोड्नुहोस्। एक दिन हामी सबै आफ्नै देशमा फर्किनेछु। त्यही माटोमा आफ्नै पसिना बगाउनेछु, केही नयाँ गर्नेछु र गर्वका साथ भन्नेछु परदेशको सङ्घर्ष व्यर्थ गएन। यदि तपाईँहरू पनि परदेशमा हुनुहुन्छ भने आफूलाई कमजोर नसम्झनुहोस्। तपाईँको मेहनत, तपाईँको पसिनाले केवल तपाईँको परिवार होइन, एउटा सपना पनि बाँचिरहेको छ। र अन्त्यमा एउटा कुरा, दुःख त गर्नै पर्छ, पसिना त बगाउनै पर्छ, तर यो अन्तिम लक्ष्य परदेशमा होइन, आफ्नै देश फर्केर आफ्नै माटोमा पसिना बगाउने हो। यही लक्ष्यका साथ तपाईँहरू काम गर्नुहोला। स्टे ट्युन गाइस, सी यू नेक्स्ट भिडियो। यस्तै माया सपोर्ट गर्दै गर्नुहोला। तपाईँहरूको माया साथ सपोर्टले गर्दाखेरि मलाई पनि अझै काममा निरन्तरता गर्न मन लाग्छ। अझै यस्तै भिडियोहरू बनाएर ल्याउने छु। सी यू गाइस नेक्स्ट भिडियो।